हेलो नमस्ते नमस्कार हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। मेरो नाम चाहिँ उषा श्रेष्ठ अनि आज चाहिँ हामी सुन्तलामा पानी र औषधि हाल्दैछौँ। सो तपाईँहरूले हेर्दै र कमेन्ट गरिदिनु होला कस्तो छ। हजुर हाम्रो मौरी फर्म पनि छ, यी मकैहरू छ है, सब छ मकैहरू, सुन्तला अनि के भन्छ रुद्राक्षको बोट, यो ठुलो रुद्राक्षको बोट, मौरीहरूको फर्म पनि छ। यहाँ माथि चाहिँ गरेर छ मकैहरू छ अनि यहाँ उतो पनि अनि हाम्रो चाहिँ मौरी पनि 15 काट्छ। अहिले म सो हजुरहरूलाई देखाउँछु, हेरिदिनु होला। तपाईँ यत्रो बेर बोलेको काम लागेन भएन त। अब भएछ कतिखेर मेरो फोन त हरानी फोन त गतिलो आएको। म मान्छे गतिलो छुइनँ, फोन कहाँबाट गतिलो। सो फेरि रिपिट गर्दिनँ हुन, म हार्दिक अनुरोध गर्न चाहन्छु। यहाँ चाहिँ हाम्रो सुन्तलालाई रोग लागेको छ। यस्तो रोगलाई चाहिँ के भन्छ कमेन्ट गरिदिनु होला। केले जान्छ, के दबाई हाल्नुपर्छ कमेन्ट गरिदिनु होला। दबाई हाल्ने मान्छे गाह्रो छ सुन्तला खानु। त्यस्तो यो के हो, केले दबाई, कस्तो दबाईले यस्तो यो के अरे निको हुन्छ। यो अनि यहाँ चाहिँ यत्रो सुन्तला छ। यिन बुढो भइसक्यो सुन्तलाहरू। यहाँ यी रुद्राक्षको बोट तिनीहरू यत्रो फल्दै आँटो है, फुल फुल्दै। अनि यहाँ केराको बोट, पारी पारी गाउँहरू यस्तो घरहरू चाहिँ देखेकै छैन, नजिकै त देख्दैन। यहाँ चाहिँ अति केही नलागेपछि हाम्रो दादाले चाहिँ हातले छुएर अब लाउनु दिन्छ दबाई। मौरीको गाडको भाँडामा चाहिँ सबै कमिला परेर त्यसले गरी खान नदिने भयो। मेलो मेटाउना लोइ लोइ मेलो मेटाउना खेती छोड छरपटाउन मेलो मेटाउना।